Hi guys, my name is Rinku. Welcome to yet another video. So you are my second video and I would really appreciate if you guys subscribed to me. Kinawani, I think YouTube has been something that I have dreamed of from many years, but अहिले आएर चाहिँ मलाई एकदम हिम्मत आएको छ हैन and I just feel like continuing it. So I just need your support and hope you guys will support me. So as you can already guess from the thumbnail, आजको video is about products that I regret buying. So I have been into skincare since so many years. I won't say very much, but 2 to 3 years, which is very new, I know. But still, there are so many products होइन मैले कति धेरै प्रडक्ट्सहरू ट्राई गरिसकेँ अनि कति धेरै प्रडक्ट्सहरू मलाई एकदम सुट भएको छ भने देयर आर अल्सो प्रडक्ट्स जुन चाहिँ मलाई सुट भएको छैन एन्ड आई थिङ्क वी निड टु टक अबाउट इट वी एक्चुली निड टु टक अबाउट अल्सो त्यो प्रडक्ट्स जुन चाहिँ नट ओन्ली राम्रो छ बट अल्सो नराम्रो छ नराम्रो इन अ सेन्स कि किन्नै नकिन एकदम खत्तमै छ मार्केटमा बन्दै हुनुपर्छ भन्नु भनेको होइन बट हुन्छ नि whenever you buy the product just because यो प्रडक्ट भाइरल छ जस्ट बिकज यो प्रडक्ट सबैले सुट भइरहेछ मलाई पनि हुन्छ भनेर चाहिँ लैलैमा लाएर चाहिँ नकिन्नु होला सो आई होप कि इफ यु वाच माई भिडियो अनि त्यसपछि इफ यु आर अल्सो थिङ्किङ अफ बाइङ दोज प्रडक्ट्स देन you will have a basic idea कि should I buy this or not भनेर so think before buying this is what I wanted to say to you है त यहाँ चाहिँ मसँग few productsहरू छ किनभने सबै प्रडक्ट्सहरू मैले मार्केटमा अभाइलेबल भएको सबै प्रडक्ट्स ट्राई पनि गरेको छैन र आई डोन्ट थिङ्क आई क्यान अफोर्ड अल दोज प्रडक्ट्स पनि होइन बट जति पनि प्रडक्ट्सहरू छ जुन चाहिँ मैले रिभ्युजहरू सुनेर अथवा मलाई युज गर्न मन लागेर अथवा चाहिँ मलाई यो चाहिन्छ होला भनेर चाहिँ आई ह्याड डन I had bought it त्यो few productsहरू चाहिँ छ र I just tell कि why I regret buying this product चाहिँ so very first product चाहिँ Korean skincare product हो होइन it's yeah this is Cosrx को स्नेल म्युसिन है एडभान्स स्नेल म्युसिन पावर एसेन्स जुन चाहिँ एकदमै वान पोइन्ट अफ टाइममा एकदमै भाइरल थियो है अनि यो चाहिँ ग्लास स्किनको लागि इट्स बेस्ट भनेर चाहिँ भनिरहेको थियो अनि आई अल्सो बट इट मैले चाहिँ यो सँगसँगै अर्को अल इन वान क्रिम पनि थियो नि त होइन एडभान्स म्युसिनकै कसैलाई चाहिँ त्यो 2टा सँगै लगाउँदा पनि आई फेल्ट नो चेन्ज इन माई स्किन लाइक मलाई सुटै भएन कि आइ एम नट सेइङ कि मेरो स्किनलाई खराब गर्यो बट आइ एम जस्ट सेइङ कि इट डिड नट सुट मी एट अल सो मैले चाहिँ युज गर्न बन्द गरेँ अनि आई थिङ्क इट्स अलरेडी बिन 1.5 year द्याट आई बट इट त्योभन्दा बढी भइसक्यो होला सो अहिले यति बाँकी छ यो चाहिँ मम्मीले लगाइसिन्छ होइन आई हेभ गेभ इट टु माई मदर अनि खासै त्यस्तो चेन्ज चाहिँ छैन बट लगाउँदा र नलगाउँदा एउटै नै छ सो स्किन टाइप अनुसार पनि हुन्छ बट मेरो स्किनलाई चाहिँ सुट भएन मेरो चाहिँ ओइली टु कम्बिनेसन स्किन हो सो इफ यु आर थिङ्किङ अफ बाइङ दिस देन प्लिज रिकन्सिडर इट अनि यदि तपाईँहरूले ट्राई गर्नुभएको छ भने चाहिँ प्लिज कमेन्ट डाउन सो द्याट अरूहरूले चाहिँ कमेन्ट हेरेर पनि दे क्यान नो कि उहाँहरूलाई सुट भयो कि भएन सो या दिस इज माई भेरी फर्स्ट प्रडक्ट सेकेन्ड प्रडक्ट भनेको चाहिँ अगेन बजारमा एकदमै हाइप्ड भएको प्रडक्ट होइन बट मैले चाहिँ मिक्स रिभ्यू सुनेर हो यसको बारेमा एन्ड मोस्टली चाहिँ नेगेटिभ रिभ्यू सुनेर हो बट आई डोन्ट नो वाइ आई बट इट आई मिन लाइक लिटरली आई फिल लाइक वाइ यु इभन बट इट कि सो मैले चाहिँ के सोचेर किनेको थिएँ भन्दाखेरि या इट्स अबाउट अ सनस्क्रिन है अनि मैले चाहिँ ब्युटी अफ जोसनको सनस्क्रिन लगाउँछु एन्ड बाई द वे इट्स लाइक 1000/10 फर मी आई रियली लभ ब्युटी अफ जोसनको सनस्क्रिन्सहरू अनि त्यो लगाउँछु अनि द्याट्स अभियसली एक्सपेन्सिभ होइन 2000को आउँछ एउटा बोटल अनि एउटा ट्युब सो आई थट कि आई थिङ्क आई सुड स्विच लाइक आई लङ रनमा चाहिँ आई क्यान नट अफोर्ड ब्युटी अफ जोसनको सो आई थिङ्क आई जस्ट मेक हुन्छ नि अलि अफोर्डेबल प्रडक्टै किन्छु भनेर चाहिँ आई स्क्रोल्ड होइन कुन चाहिँ सनस्क्रिन किनौँ भनेर एन्ड आई बट दिस आई डोन्ट नो वाइ आई बट इट यो चाहिँ फिक्सटरमाको स्याडो एसपिएफ 50+ जेल हो होइन अनि यो चाहिँ मैले 30% मात्रै युज गरेँ होला अनि के अरे स्किन डार्क बनाउँछ स्किन डल बनाउँछ हुन्छ नि झन् कालो बनाउँछ भनेर सुनेको थिएँ अनि आई फेल्ट द सेम मेरो स्किनमा एक त केही नै चेन्ज आएन त्यसमाथि इट मेड मी फिल डार्कर इट मेड मी फिल डल के हुन्छ नि स्किन सनस्क्रिन लगाएपछि जुन ग्लो आउनुपर्ने हो त्यो चाहिँ आउँदै आएन सो इट्स अ बिग नो फर मी सो तपाईँहरूले पनि यो किन्न चाहिरहनु भएको छ भने प्लिज रिभ्युजहरू हेर्नु होला एन्ड आई थिङ्क मोस्टली नेगेटिभ रिभ्युज नै छ सो I think Fixterma needs to, like change their composition or something. So please work on this. This is a big no for me, guys. Let's move on to थर्ड अनि थर्ड चाहिँ मैले के सोचेर किनेको थिएँ भन्दाखेरि मेरो चाहिँ ओइल स्किन थियो होइन अनि ओभर द पिरियड अफ टाइम आई हेभ फेल्ट कि मेरो नट ओन्ली ओइली स्किन इट्स लाइक कम्बिनेसन स्किन के मेरो टी जोनहरूमा चाहिँ ओइली फिल हुन्छ भने साइड साइडमा चाहिँ मलाई ड्राई फिल भइरहेको हुन्छ नट ड्राई भने एकदम ड्राई बट नर्मल टाइपको स्किन फिल भइरहेको हुन्छ सो आई गट टु नो कि इट्स कम्बिनेसन स्किन मेरो कम्बिनेसन स्किन हो अनि
मैले चाहिँ यो प्रडक्टको भिडियो देखेँ, रिभ्यू देखेँ होइन, अनि इट्स दिस। यो चाहिँ रेनेको ओइल पुलिङ स्टिक हो होइन, अनि यो चाहिँ अब त्यो मेकअपहरू गरिसकेपछि अथवा हुन्छ नि वेनेभर यु फिल योर स्किन इज ओइली देन यु क्यान जस्ट अप्लाई इट, अनि त्यसपछि यसले चाहिँ कस्तो मजाले त्यो ओइल हटाएर चाहिँ तपाईँको स्किनलाई फेरि ब्याक टु नर्मल बनाउँछ भनेर चाहिँ आई स दिस भिडियो। अनि मैले अहिलेसम्म युज गर्नु परेको छैन, मतलब सबभन्दा पहिला त 600 समथिङ खर्च गरेर आई गट दिस सानो स्टिक है, विच वाज सो एक्सपेक्टेसन भर्सेस रियालिटी टाइपको के। सो दिस मच यतिको लागि स्पेन्डिङ 600 यतिको लागि स्पेन्डिङ 630 रुपिज इज a no for me, like literally a no. I regretted buying this instantly. Baki, if you have used any of the products, then please comment down so that we can discuss over it. Right? And now there are only two products left. I know, since I regret buying. Ani एउटा भनेको चाहिँ mini lipsticks हरू हो है. These are the mini lipsticks. You say, wait है त, I have तीनटा shade. मिनी लिपस्टिक्स प्याक अफ 5 वाला चाहिँ मैले लिएको, एउटा चाहिँ न्युड वाला लिएको थिएँ मैले चाहिँ, अनि त्यसमध्ये आई जस्ट हेभ वान लेफ्ट होइन। नट बिकज मैले युज गरेर सबै सकाएँ, बिकज कुनै मिसप्लेस भयो, कुनै कहाँ गयो, दुइटा मैले दिदीसँग एक्सचेन्ज गरेँ, दिदीले चाहिँ ब्राइट कलर्समा लिनुभएको थियो होइन, सो आई एक्सचेन्ज दुइटा विथ हर, अनि हुन्छ नि एक्सचेन्ज गरेर लगाउँदा हुन्छ भनेर, बट सेट्स आर नट नाइस। अनि अर्को भनेको चाहिँ लिप्समा कस्तो नै नराम्रो देखिन्छ कि यो लिपस्टिक, यो जुन ब्राइट कलरको लिपस्टिक छ, I was like, why did I even bought this? Like, why did I even agree to exchange? एक्सचेन्ज त गरेँ, इट्स फाइन, किनभने यो मैले अहिले चाहिँ ब्लसको रूपमा युज गर्छु कि, लिपस्टिक हो बट आई युज इट एज अ ब्लस, ब्लसको लागि चाहिँ इट्स गुड होइन, तर लिपस्टिकको लागि इट्स नट गुड। सो जस्ट आपको प्रडक्टहरू पनि कुनै युज गर्नुभएको छ भने प्लिज कमेन्ट डाउन कि इट्स गुड अर नट भनेर। अनि अर्को चाहिँ न्युड सेड पनि सबै धेरै जस्तो चाहिँ एउटै टाइपको थियो होइन, त्यस्तो डिफ्रेन्स पनि थिएन, प्लस मेरो स्किनलाई खासै धेरै सुट पनि गरेको थिएन। अनि सो दिज आर नो नो ओके, सो वी आर अन टु आवर फाइनल प्रडक्ट। अनि आई थिङ्क अरू धेरै प्रडक्टहरू पनि छ होइन, बट अहिले चाहिँ मैले यति नै भेटेँ जुन आई रिग्रेट बाइङ, सो आई जस्ट सो आइ एम जस्ट टकिङ अबाउट देम। एन्ड माई फाइनल प्रडक्ट इज अगेन फ्रम रेने, रेनेको यो मल्टिमुज, यो चाहिँ कुन सेडमा भन्दाखेरि बेरी ब्रुली सेडमा हो होइन। इफ यु हेभ युज दिस देन प्लिज कमेन्ट। यो चाहिँ मल्टिमुज भनेपछि हुन्छ नि आइजमा, चिक्समा, लिप्समा राम्रो भनेर चाहिँ आई बट इट। अनि ट्राभल फ्रेन्डली हो, यति राम्रो छ, प्लस कस्तो क्युट ब्लेन्डर पनि छ होइन यसमा, ब्लेन्डर पनि छ। अनि आई थट कि ट्राभल फ्रेन्डली हो, क्याजुअली मलाई कतै जाँदाखेरि एकदम सजिलो हुन्छ भनेर आई बट इट, बट आई रिग्रेटेड इट, किनभने लिप्समा लाउँदा इट्स भेरी वर्स्ट, एकदम वर्स्ट। अनि आँखामा पनि खासै त्यस्तो राम्रो लागेन। ब्लस एज अ ब्लसर चाहिँ ठिकै नै छ, एज अ ब्लसर चाहिँ राम्रै नै छ, ठिकै भन्दिनँ, राम्रै छ। थोरै थोरै लगाए पनि मजाले नै सेड आउँछ होइन, बट मल्टिमुज भनेर चाहिँ आई डोन्ट नो वाइ दे केप्ट द नेम। So yeah, these are the products that I regret buying. And if यहाँबाट चाहिँ कुनै प्रडक्टहरू तपाईँले युज गर्नुभएको छ, and if you feel that these products are actually good, then please comment down, we can discuss all of this. Okay, this is it for this video guys. If you love this video, then please comment down, so like, comment, share and subscribe, and I'll meet you on my next video. Thank you for watching. Bye bye.